गाडीलाई गन्तव्यसम्म पुर्याउने जिम्मा लिएको छु। यो यात्राको बीचमा घुम्ती र मोडमा कुन यात्री चढ्छ को यात्री ओर्लन्छ मलाई फर्केर हेर्न भन्नुहोला। स्वागत छ, झर्नेहरूलाई धन्यवाद छ, तर गाडी त अगाडि बढ्छ साथी हो। गुड मर्निङ, नमस्कार। बढी स्पेशल छ गाइज। रवि लामिछाने देश बनाउनलाई राजनीतिमा आएका व्यक्ति हुन्। अगाडि बढ्ने क्रममा हिलो धुलो अल्झाउने बिल्झाउने, उकालो ओह्रालो भिर पाखा खोला नाला, साथ छोड्नेहरू, विरोध गर्नेहरू, गाली गर्नेहरूदेखि रवि लामिछाने डराउँदैनन्। कहिलेसम्म डराउँदैनन् भने जबसम्म नेपाली जनताको साथ समर्थन माया ममता छ तबसम्म रवि लामिछाने डराउनेवाला छैनन्, रवि लामिछाने रोकिनेवाला छैनन्, रवि लामिछाने अगाडि बढिरहन्छन्। देश बनाउनु छ, देशमा परिवर्तन ल्याउनु छ, नेपाली जनतामा चेतनाको दियो बाल्दिनु छ, भ्रष्टाचारको अन्त्य गर्नु छ, देशलाई निकास र विकास दिनु छ। 30-35 वर्षसम्म भ्रष्टाचारीले भ्रष्टाचार गरेको रकम राज्यको नाउँमा असुल गर्नु छ। नयाँ नेपालको सुरुवात गर्नु छ। आउने भावी सन्ततिको भविष्य सुनिश्चित गर्नु छ। त्यसै कारणले रवि लामिछाने डराउनेवाला छैनन्, रवि लामिछाने रोकिनेवाला छैनन्। जबसम्म नेपाली जनताको साथ समर्थन र माया ममता छ तबसम्म रवि लामिछाने अगाडि बढिरहन्छन्। जय घन्टी।